हेलो एभ्रिवान, के छ हजुरहरूको खबर? अहिले त सबै बच्चाहरूको छुट्टी भएर सबैजना आफ्नो गाउँ जानुभएको होला। अनि हामी पनि हाम्रो घरमा पनि सबै दिदीबहिनीहरू जम्मा हुनुभएको छौँ। बच्चाहरूलाई पनि कहीँ जानु पर्यो भनेर भनेको भने गरेँ, त्यही भएर आज चाहिँ हामी घुम्न हिँडेको छौँ। घुम्न पनि फेरि के आफ्नो कहानी के गाडी 6 बजे होइन 7 बजेतिर आउनु भनेको थियो, तर त्यो हामीले भनेको गाडी नै आएन। नआएपछि फेरि हामीले अर्को गाडी खोज्दा ओर्दा हामीलाई त ढिलो भएर 9 बजे त हामी घरबाट निस्क्यौँ के। अनि त्यही पनि आफूले सोचेको ठाउँमा पुग्यो। आज चाहिँ हामी जनकपुर गएको साथीहरू, जनकपुरमा गएर मिथिला थाली सन्तोष सरको मिथिला थालीमा गएर हामीले आजको खाना खायौँ। एकदम रमाइलो भयो। ठिकै रहेछ खाना पनि। अब धेरै थरी त्यही तराईमा पाउने चिजहरू चाहिँ सबै राखेको रहेछ। थुप्रो पहिला खाना ल्याउनुभन्दा अगाडि रोटीहरू दिनुहुँदो रहेछ। अनि हामीले त्यहाँ खाना खाएर निस्क्यौँ। अनि त्यही त हो नि, बच्चाहरू लगेपछि के किनिदिनु भन्ने झगडा गर्ने त्यस्तै भइरहेको थियो। अनि हामी एकछिन त्यहाँ खानासाना खाएर अनि गयौँ मन्दिर। आज चाहिँ हामी पूजा गर्ने तरिकाले होइन क्या, घुम्ने तरिकाले गएको। बच्चाहरू लिएर गएपछि पूजा गर्ने तरिका नै नहुँदो रहेछ कि। अनि त्यही भएर खानै खाएर गयौँ हामी चाहिँ, नत्र फेरि दुःख दिन्छन् नि त, भोक लाग्यो भन्ने के भन्ने त्यस्तै भयो। अनि आज हामीले सोचेकै ठाउँमा जान पायौँ। हामीलाई गाडीले धोका दिएर पनि अर्को गाडी खोजेर गयौँ। अनि त्यसमा एकछिन बच्चाहरूलाई फोटोहरू खिचायौँ। अब मान्दैनन् नि त, थाहा नपाउने गरेर यसो भिडियोहरू नि गरेँ। मन्दिर पनि पहिलाको भन्दा चाहिँ धेरै सफा रहेछ यसपालि जाँदाखेरि चाहिँ मन्दिर। पहिला चाहिँ बाहिरतिर 4 हुन्थ्यो कि, तर यसपालि चाहिँ सफा रहेछ। घाम चाहिँ हामी चाहिँ ठिक्क 12 बजे जस्तो पुगेको भएर धेरै घाम लाग्यो। त्यही भएर धेरै फोटो भिडियो खिचिनौँ। बच्चाहरूलाई पनि मान्दैनन् नि त फोटो भिडियो खिच्न। अनि अलिअलि फोटो भिडियो खिचेर चाहिँ हामी निस्क्यौँ बाहिर निस्केर जुस खायौँ। जुस पसलले फेरि साह्रै ढिलो गर्नुहुँदो रहेछ। त्यही पनि एकछिन कुरेर सबैजनाले जुस कसरी नरिवल पानी खायौँ। त्यसपछि हामी ड्याडीको चप्पल जुत्ता चोर्दैछन् के साथीहरू। अनि जुत्ता पनि किन्यौँ। त्यसपछि हामी घरतिर फर्किँदाखेरि चाहिँ मैले यो धनुषको भिडियो लिएँ। कति राम्रो यो वाला चाहिँ लाग्यो। अनि हामीले चाहिँ बर्दिवास आइसकेपछि चरपटे आइसक्रिमहरू खायौँ। यस्तै हो रमाइलो। अब आफ्नै घरको भएपछि चाहिँ अलि सजिलो हुने हिँड्दाखेरि। त्यसपछि हामी चाहिँ घर आइपुग्यौँ। यो चाहिँ हाम्रो घर अगाडिको रोड हो। अब चाहिँ यता देखेको पिङ्क कलरको हाम्रो घर हो साथीहरू।